युके आइसकेपछि तपाईँले पहिलो जब कति दिनमा पाउनुभयो? सो युके आइसकेपछि मैले मेरो पहिलो जब 12 दिनमा पाएँ। 12 दिनमा 12 पाउनुभयो। दिनमा पाएँ। द्याट्स गुड। आज मसँग हुनुहुन्छ प्रियांशु चौधरीजी, जो युके आएको करिब 3 महिना पुग्न लाग्यो र उहाँको जब एक्सपिरियन्स, जबको इन्टरभ्यूको अनुभव, जब पाउने कति दिनमा पाउनुभयो, कसरी पाउनुभयो, के कुराले रोल प्ले गर्यो र कसरी उहाँले एउटा सर्टन टाइममा जब पाउन चाहिँ सक्नुभयो, त्यो बारेमा आज डिस्कस गर्नेछौँ। यदि तपाईँ युके आउँदै हुनुहुन्छ भने इट्स गोना बी भेरी इम्पोर्टेन्ट भिडियो फर यु। तपाईँले भिडियोलाई सेभ गर्न सक्नुहुन्छ, देन वाच टिल द एन्ड। र कुन कुराले इम्प्याक्ट गर्छ, के कुराले इम्प्याक्ट गर्छ जब खोज्नमा, त्यो बारेमा म सोध्नेछु प्रियांशुजीलाई। सो वेलकम टु युके। थ्याङ्क यू। फर्स्ट अफ अल युके आइसकेपछि तपाईँले पहिलो जब कति दिनमा पाउनुभयो? सो युके आइसकेपछि मैले मेरो पहिलो जब 12 दिनमा पाएँ। 12 दिनमा 12 पाउनुभयो। दिनमा पाएँ। द्याट्स गुड। अनि त्यो 12 दिनमा जब पाउनमा मेजर गाइडेन्स, सपोर्ट एन्ड हेल्प कसको छ, कसले गर्यो, कसरी गर्यो? मेजर गाइड त हजुरकै भयो, हाम्रो किसन दाइको भयो मह्म। जब खोज्नमा। अहँ, त्यो एप्लाईहरू कसरी गर्ने, अहँ, मेन कुरा त पहिला सिभीहरू कसरी बनाउने भनेर अहँ। त्यो मेन कुरा नै भयो। तपाईँले फर्स्ट इन्टरभ्यू कतिौं दिनमा दिनुभयो युके आएको? मैले फर्स्ट इन्टरभ्यू भन्दा पनि 22 दिनमा दिएँ, तर एकै दिनमा 3टा इन्टरभ्यू दिएँ मैले। एकै दिनमा? हजुर, एकै दिनमा 3टा इन्टरभ्यू दिएँ। अनि त्यसपछि त्यसमा 2टा अफर आयो कामको लागि। अहँ। अनि एउटा काममा चाहिँ अहिले गर्दैछु, त्यसमध्येको एउटा काम choose गर्दैछु। अहँ। अनि एउटा इन्टरभ्यू चाहिँ मेरो अब यही आउने बुधबार छ। ओके। त्यो इन्टरभ्यू आउनलाई त सुरुमा तपाईँको सिभीले काम गर्न पर्यो। सिभीले काम तपाईँको एउटा प्रपर सिभी हुनु पर्यो। प्रपर सिभी हुनु पर्यो। अनि यताको कहाँ एप्लाई गर्ने, कसरी एप्लाई गर्ने भन्ने पनि थाहा हुनु पर्यो। त्यो त आउटकम हो, इन्टरभ्यू त तपाईँको आउटकम हो नि त। त्यसको प्रोसेस के भन्दा तपाईँलाई एउटा वेल सिभी हुनु पर्यो। अनि त्यो सिभी कसरी एप्लाई गर्ने, कुन जब रोलमा एप्लाई गर्ने भन्ने कुरा थाहा हुनु पर्यो हैन? त्यो कुरा कहाँबाट थाहा पाउनुभयो? त्यो कुरा चाहिँ अब हजुरको गाइडबाट नै भयो। अहँ। किनकि अब सिभी बनाउने त्यो फर्मेट चाहियो पहिला हामीले, यताको फर्मेट। मह्म। त्यसपछि कुन कुन वेबसाइटमा मह्म। अनि कुनले कुनमा पार्ट टाइम दिन काम, कुन पार्ट टाइम जब गर्न मिल्छ हामीले, अहँ। त्यसमा वर्क पर्छ। ओके, द्याट्स बेटर। सो लेट्स मुभ द सेकेन्ड क्वेसन।